र म चाहिँ वास्तवमा तिनै मान्छेहरूको आवाज लिएर यहाँ छु। सरकार डाउनको अर्थ हुनु पर्यो हर्क साङपाङको फेसबुक आइडी माथिको सेन्सरसिप। अनि यतिखेर घन्टे पार्टीका मान्छे र बालेन सरकारलाई हाई हाई गरिरहेका र त्यसको हनुमान चालिसा पढिरहेका मान्छेहरूले हर्क साङपाङको फेसबुक आइडी बालेन सरकारले खाइदिए बापत थपडी मारेर चौरमा उफ्रिरहेका छन् र उनीहरूले जय जयकार मनाइरहेका छन्। तर यही प्रकारका र योभन्दा पनि अश्लील र योभन्दा पनि तपाईँको खराब शब्दहरूको प्रयोग गरेर स्टाटस लेख्ने आफै बालेन शाह अहिले देशको प्रधानमन्त्री छन्। अब हर्क साङपाङले भनेको कुरा लाई अव्यवहारिक र मनासिबविहीन भनेर चाहिँ तपाईँको भन्न सक्ने आधार मैले चाहिँ देख्दिनँ। यो कुनै प्रति पूर्वाग्रह कसैप्रति आग्रह राखेर भनिएको कुरा पनि होइन। अब यलम्बर भनेको के हो भन्दाखेरि चाहिँ तपाईँको किराँतहरूको चाहिँ तपाईँको प्रथम राजा हो। किराँत संस्कृति र सभ्यताको चाहिँ तपाईँको प्रतिमूर्ति पनि हुनुहुने र समग्र नेपालका आदिवासी जनजातिहरूको चाहिँ तपाईँको साझा बिम्ब पनि हुनुहुने। नेपालमा पूर्वदेखि पश्चिमसम्म चाहिँ तपाईँको जनजातिहरू बसोबास गर्छन्। यहाँका भूमिपुत्र हुन्, यहाँका आदिवासी हुन्, यहाँका मूलवासी हुन्। त्यसकारणले गर्दाखेरि चाहिँ तपाईँको ती सबैको प्रतित्व र भावना र मनोविज्ञानलाई चाहिँ तपाईँको आत्मसात गर्ने, त्यसको प्रतित्व गर्ने हिसाबले चाहिँ तपाईँको यलम्बर राजमार्ग राख्दाखेरि राम्रै हुन्छ भन्ने हिसाबले हर्क साङपाङले राखिदिया हुन सक्छ। त्यो जायज पनि हो।